अघि आमाले भन्नुभयो अब हाम्रै छोराछोरी नपढेका होलान् हैन 20,000 काठमाडौँ भन्दा बाहिरका विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाभित्र अहिले चाहिँ छात्रवृत्तिमा पढेका छन् 20,000। अब हाम्रै नपढ्या होला फरक कुरा भयो हैन। त्यो 20,000 सहुलियतमा पढेका छन्। त्यो सहुलियतमा कसरी पढे भन्दाखेरि काठमाडौँ महानगरपालिकाका मेयर तत्कालीन मेयर बालेन्द्र शाहले सबै विद्यालयलाई अब छात्रवृत्ति चाहिँ यो मास्टरहरूको नातेदार होइन, जसलाई दिनुपर्छ उसलाई दिने हो भन्ने हिसाबमा मापदण्ड बनाएर ओपन विज्ञापन खुलाइसकेपछि त्यहाँ छात्रवृत्तिमा पढेका छन्। 10% अस्पतालमा निशुल्क उपचार त्यहाँ सुरु गरेका छन्। धेरै जिल्लाका मान्छेहरू त्यहाँ गएका छन्। भनेपछि त्यही व्यक्तिलाई नै अहिले हाम्रो पार्टीले प्रधानमन्त्रीको प्रस्ताव गरेका छ। किन काम हुन्छ होला भनेर गरे हो नि त हैन। अब चुनाव सबैले जिताएर पठाएपछि काम गर्ने ठाउँमा पठाएपछि न फेरि काम गर्न पाउने हो नि त हैन। ठाउँमा नपुगिकन हजुरले बारीमा राखेको दाउरो त बल्दैन, त्यो दाउरोलाई त लिएर चाहिँ अगेनामा त हाल्नु पर्ला। त्यो अगेनामा हाल्ने काम चाहिँ गर्नु पर्यो र त्यो दाउरा त्यसपछि बलेन भने निकालेर हुर्याइदिनु होला, दाउरा बल्छ हैन। अब अगेनामै नहालिकन बारी राखेको दाउरा चाहिँ त्यो बल्दैन भनेर त्यो गर्नु भएन। दाउरा ल्याएर सबै दाउरा कुनै त पड्केर नि हजुरको चाहिँ कुकरै पनि उडाइदिन्छ हैन। त्यो त्यतातर्फ जानु भएन। यसपटक हामीले धेरै, किनभने हामी धेरै संघ, म त क्यानाडाको तपाईको रेसिडेन्ट पर्मिट पाएको मान्छे, एकैचोटि मेरो बुवा आमा श्रीमती छोराछोरी सबै एकैचोटि लान पाउने मान्छे, त्यो किन नगएको होला भन्दाखेरि होइन यहीँ बनाउनु पर्छ, सङ्घर्ष गरौँ लागौँ भन्ने हिसाबमा चाहिँ हिजो त्यहाँ हाम्रो चाहिँ एकजना ईश्वर जीले चाहिँ पहिला चाहिँ यहाँ त्यो चुनावमा गाडी चलाउने होइन सर तपाईँ त अघिल्लो चुनावमा आउँदा नि यही कोड थियो, यो चुनावमा नि यही कोड छ भन्नुभयो। अनि मलाई कोड किन फेर्नु पर्यो, देशको मुहार फेरौँ, त्यसमा सङ्घर्ष गरौँ, त्यसमा लागौँ भने मैले। अनि त्यस पछाडि होइन अब यही नै कोड थियो मेरो, हेर्नु होला पुरानो भिडियोहरू फोटोहरू हेर्नु होला होइन। अब त्यो हिसाबको सङ्घर्ष गरेर आउनु पर्यो क्या। यहाँ त के हो भने तपाईँको चाहिँ कोट नयाँ नयाँ लाएर आउने तर फेरि फर्केर नआउने। हामीले भित्री कोट हेर्न चाहिरहेको छौँ, हामी भित्री लगाएको कोट हेर्न चाहिरहेको छौँ। राजनीतिमा त्यस्ता कुराहरू आउँछन्, आउने होइन आउँछन् यस्ता कुराहरू अहिले हामी हेर्न चाहेको तपाईँहरूलाई नै हो, हेर्न चाहेको तपाईँहरूलाई नै हो। भोट माग्दा हेर्दै यति मिठो हो, भोलि चाहिँ काम गर्ने हेर्दै हामीहरू पुग्दै हेर्दै नफर्किनु होला। पल्टो फर्किनु त पहिल्यै थियो नि बा, कहिले गोल्टी नफर्किनु होला। हामी जनता गइसके मान्छे चिन्नुहोस्, जनता चिन्नुहोस्। यही रुखमा यही फेजमा आजभन्दा 3.5 वर्ष 4 वर्ष पहिला कुरा आउँदाखेरि काङ्ग्रेस भनेको माओवादी भनेको अनि त्यसपछि जसपा भनेको हामी एउटै हो, कोही फरक छैन भनेर भोट मागेर जानु हो। अहिले उहाँहरू सत्ताको लुच्चाचारी दुनियाँदार काटमार दुनियाँभरि सुरु भइसक्यो होइन। हामीले के बुझ्यौँ भने हजुरको चाहिँ अब चाहिएको थियो हामीलाई चाहिँ गाईको दुध होइन, सबैको दुध मिसाएर गाईको पनि यहीँ छ भनेर हामीले यही हो पवित्र भनेर खोज्यौँ होइन। अघि भनिहाल्नु हो त सबै मिसाएको यही हो अब भनेर गऱ्यौँ। अब त्यो त्यतातर्फ जानै हुँदो रहेनछ भन्ने चिज त क्लियरै भयो त। गाईको गाई भैँसीको भैँसी छुट्याउनु पर्यो। अनि एउटा कुरो के देखेँ मैले भने हामीले चाहिँ